यही सबै घरको वरिपरि चाहिँ कतिजना छन् छोराहरू कोही छैन कहाँ सब विदेश काठमाडौँ हो सबै बुवाको घर त उतारे त नि कहाँ कहाँ बुवा घर छोराहरू चाहिँ सबै यहीँ काठमाडौँ तीनटा छन् दुईटा यहाँ छन् एउटा पठाउनु तिनवटा मात्रै छोराहरू छवटामा तिनवटा चाहिँ के भयो कति जब छोरी चाहिँ छ छोरी बिहा गर्दा गर्दा दाँत फुस्केर चाहिँ बा छोरीहरूको बिहा गरेर दाँत फुस्केर रहेछ त्यही त गरियो घर गयो दादा पला दिन सुत्ताको बिहा भयो पलातीसम्मको 65 वर्षकी छोरी भई 65 वर्षकै छोरी भइन् हाम्रो मम्मीको उमेर भन्दा नि अझै ठुली त छोरी होइन अनि बुवा 95 भने 65 वर्ष छोरी भने 30 वर्षको छोरी कहाँ 95 हुन्छ हौ 84 वर्ष ए 84 35 कति 25 भनेपछि तपाईँले त त्यो पञ्चायती व्यवस्था कुनै के व्यवस्था सबै हेर्नु होला पहिला त राजा पाइल थियो त्यो राजा पाइल त हामीले नि अलिअलि भोग्यौँ तपाईँले त पञ्चायतदेखिको स्टार्ट रहेछ नि त होइन हामी चाहिँ के खानुपर्छ बा यो यसरी लामो आयु पारेर बाँच्नलाई तपाईँहरू पहिला पहिला खास के खान्छ त ढिँडो गोरस खाइयो के खाइयो ए दुध घिउ त्यतिखेर दुध घिउ अहिलेको पानी जतिको पनि छैन तेल घर पेलेको खाइयो अहिले पानी नै विषादी हुन्छ उहिले त्यतिखेर घिउ पानी कल कल बगेको मुहानको पानी खानुहुन्थ्यो होला होइन त्यतिखेर भन्दै धरा पेलेको तेल खाएपछि यतिकै केटाकेटी छ त हेर नानी मलाई बुढाहरूले के भन्थे भने तेलको बारे त मोरमा पानी किनेछौ खानेछौ भन्थे पछि मोरमा पानी पाइएन त्यतिखेर घिउ पाइन्थ्यो घिउ त 12 पैसा मानो पाइन्थ्यो 12 पैसा मानो 25 पैसाको नि आधी 12 पैसा भनेपछि त सुक्खाको होइन सुक्खा भन्दा नि आधी सुक्खामा त 2 माना 25 पैसामा त 5 रुपियाँमा के मात्र भैँसी माउनै ल्याउँथ्यो त नि अब हाम्रो बुवाले त कतिको भैँसीलाई 20 रुपियाँ ए ल्याखारे त 20 रुपियाँ खोज्न कहाँ जाने 20 रुपियाँ भनेपछि त करोडौँ हो नि लाख हौ लाग्छ अहिलेको लाख भने जति 1.5-2 लाख भने जति हो एउटा 2 रुपियाँका कपडा किनेर लाने हो नि एउटा पुग्नु हाम्रो घरै बसेर सबैकालाई पुग्थ्यो सबै 12 जनालाई पुगिन्थ्यो 12-13 जना सबैलाई भनेपछि त तपाईँहरूको जमाना र अहिले त आकाश पाताल फरकै छ नि होइन बुवा अहिले त्यही रुपियाँ पनि 6000 मा गइसक्यो अनि